एभ्रिवान, वेलकम ब्याक टु माई आवर च्यानल होइन, आवर माई होइन आवर च्यानल भन्नु न। आज म चाहिँ जोरपाटीमा छु। माइजू, मेरो माइजू, उहाँ चाहिँ मेरो दिदी। आज चाहिँ हामी यहाँनिर होइन जेठानी दिदी भनेर पुगेन अरे, जेठानी दिदी नै होला मेरो होइन। अनि हामी कहाँ जान्ला आज माइजू? हामी पास्नीमा जान्ला है। यहाँनिर घर छेउमा मामाको पास्नीमा इन्भाइट थियो यहाँको हामी होइन। आज अलिक भ्लग ढिलै भयो। आज अलिक बिजी नै थिएँ भन नि, मलाई अलिक सन्चो थिएन, पेट दुखिरहेको थियो, अलिक ढिलै गरेको थिएँ आज भ्लग, त्यही भएर नि। उहाँ चाहिँ मेरो मामा घरको हजुरबुवा बुहारीको भ्लग हो क्या यो भ्लग हो क्या, यस्तो बनाएको नि। बुवा हाम्रो हजुरबुवा हुनुहुन्छ उहाँ चाहिँ है। अनि तपाईँको फोटो खिचेको अनि हाम्रो हजुर उहाँलाई त चिनिहाल्नुहुन्छ र, मेरो प्यारी ठुलो मम्मी होइन, ठुलो मम्मी हो नि। म चाहिँ मामा घरमा छु त अगाडि, आमा मेरो मामा घरको आमा। मलाई धेरै माया गर्नुहुन्छ आमा है, कति माया गर्नुहुन्छ मलाई आमाले। अब हामी उहाँ एकैचोटि पास्नीमा पुगेपछि कन्टिन्यू गर्छौँ है। आज अलिक ढिलै भयो भनौँ न। म त अघि हिँडेको रातो पुलबाट, त्यहाँनिर हेर्नु न, आउँदा त्यहाँनिर ट्राफिकले ठ्याक्क एकजना के झार्दियो कि एउटा, अनि ट्राफिकले समात्यो त्यो गाडीलाई। अनि त्यसपछि कति बेर के चिज गर्दा ल्याङ गरे बल्ल बिचार छोड्यो न। म अघि आइसक्ने मान्छे हो, आज अलिक ढिलै भयो भनौँ न। ल अब उहाँ गएपछि देखाउँला है साथी हो। हामी पनि आयौँ नि, भोजमा आइसक्यौँ। अब हामी आयौँ हाम्रो मामा, उहाँ चाहिँ नातिनीको हजुरबाबु मिन होइन त। मामा नमस्ते। उहाँ मामा हाम्रो स्टार्ट चट्टा लाएर हामी आउँदैछौँ। यो गीतलाई चाहिँ एकदम फोकस गरेर खिच्नु मलाई छ म होइन। खै हाम्रो ठुलो मम्मी कहाँ हुनु? अन्त ठुलो मम्मी खै त? ठुलो मम्मी टिका कार्यक्रम गर्छौँ एकछिन है। टिका कार्यक्रम गर्दै हुन्छ ठुलो मम्मी पनि माइजी यसरी बोक्नु यसरी नै चट्टो यसरी नै गरिरहने ट्याक्क पानी होइन होइन नगर्ने भइरहेको छ। मैले गरिरहेको छु, तपाईँ गर्ने हाम्रो माइजूको पालो छोटो लाएर मामा हाम्रो मामालाई मामा है हाम्रो मामा साथी हो। हामी चाहिँ अब खाना थाल्यौँ होइन माइजू? अब खाना थाल्यौँ, दिदीले पनि खाना थालेको है साथी। खायो नि कुरा गरौँला, आफूले त खाइयो पनि। हाय हाय इतना सुकून। टटक्कै लाएर यहाँ खाने क्रम भइरहेछ यता दिदीहरूको मान्छेहरूको डान्स सुरु भइरहेछ। हाम्रो ठुलो मान्छे उहाँ हुन्छ, उहाँले खानु भएन खाने हो भाइ चट्टा लाएर डिजर्ट खाने ग्रुप है हाम्रो यो चाहिँ। Popular International Marketing चलाएर मलाई त अझै हाल्दै हुन्छ दही खाइदिने हो होइन। हाम्रो ठुलो भोजमा खानु अरे, दही मात्रै खानु अरे। दुईवटा हालिदिनु जेरी पनि मलाई त। थ्याङ्क यू दाइ। यहाँ चाहिँ नाचगान कार्यक्रम हुँदैछ है।
रमाइलो भनेको त्यही हो कि सट्टा लाएर है अब हामी खाने हो दही खाने हो आज त यहाँ बसौँ यहाँ अब चाहिँ यता राम्रो ठाउँमा सर्नु पर्ला जस्तो लाग्यो हामीलाई त होइन चटलाएर हाम्रो डिजर्ट पनि रेडी भइसक्यो अब खान लाग्यो आन्टी यहाँ हुनुहुन्छ खाएर पनि अब हिँड्यो भनौँ न होइन माइजू अब हामीले भोज खायौँ भने त माइजू खाएर हिँडेको होइन त अब लागेको होइन त बात त सही है हाँसेर के छ फेरि माइजूहरू मलाई सबै हाँस्छ मलाई के भन्छ पास गरेको बाई बिहान चाहिँ यति हो है अनि आज बिहान भोज खान आएको बिहान चाहिँ यति हो छोटो लाएर यहाँ मेरो मामा घर छेउको मामा हुनुहुन्थ्यो अनि अब उहाँको पास्नी भएर उहाँको होइन उहाँको नातिनीको पास्नी भएर आएको छोटो लाएर खाइयो मजाले मिठो खाना खाइयो अनि अब होइन यो त भ्लग हो बस तपाईँ पनि आइडिहाल्नु है निकालिदिने हो सबैलाई भाइरल बनाइदिने हो मैले हालेर होइन सट्टा लाएर सबैको आउनु पऱ्यो नि आएपछि त होइन हस् कुरै नगरौँ के पो हुन्छ हाम्रो माइजू यहाँ चिया खान बोलाइरहनु भएको छ तर म अर्कोचोटि आउँछु ल माइजू चिया खानु अहिले त खाइवरी टन्नै भएर आइयो के भएर चट्टा फेरि आइयो मामा घर आइयो आमा खाइयो मजाले गएर आमा धुमधाम पार्टी पो रहेछ त नि मजाको क्यान्टिन ल्याएर खानेकुरो टन्नै के खायो त मैले त खाएँ मैले खाएँ नि यहाँ बुहारीले खायो मैले के खाएँ भन्ने हो मैले त टन्ने खाइदिएँ मिठो थियो खानेकुरा खाइदिएँ मैले त गम म त्यही माथि खानेमै पर्छु होइन आमा यो चाहिँ हाम्रो कान्छी हेर्नु न यो चाहिँ कान्छी हो तर यसलाई सुगर लागेर जस्तो भएको है ठुलो मम्मी हाम्रो एकदम हाम्रो अर्को यहाँ एकदम हेल्दी छ नि हेल्दी फोटो खिचेको होइन भ्लग बनाएको बुवा र मेरो भ्लग बनाएको कस्तो खतरा पार्टी पो रहेछ त मजाको पार्टी थियो टन्ने खाइदियो मैले त खाने त हुने होइन बुवा मजाले खाइयो मिठो नि थियो के र बुवा सुतेर बसेर पार्टी राम्रै गरेछ राम्रै छ मजाले मासु छ कि छैन समझ रहे हो आप समझ रहे हो ल हस् राम्रो सजानुहोस् आउँदै गर्नुहोस् गग्लो भाइ चाहिँ यहाँ भन्नु हुँदैन थियो त सुन्नु भन्नुहुन्न के भइहाल्छ बुवा सुपारी दिनु त मलाई यहाँ हाम्रो बुवाको एकदम साथी हेर्नुहोस् यहाँ साथी है बुवा यो बोल्छ है बुवा यो उपद्रो गरेर बस्न दिँदैन हाम्रो बुवाको साथी हो यो चाहिँ हेर्नु त पाटु म नि घर जान्छु बुवा अब बाबु घरमै छ नि त त्यही भएर मम्मी घर जान्छु अब टन्ने खाइहाल्यो अब केही खाँदिनँ घरमा ठिक छ बुवा काम अब चिसो छ पाएको छैन पुरा हाँसेर हेरि ल देवरलाई के भन्नु छ अरे समाचार छोडे हुन्छ बुवा सुन्छ देवरले देवरलाई के भन्नु छ भन्नु त सबै थाहा पाउँछ हाम्रो बाबुले यहाँबाट के भन्नु छ ल
हो काम छ भनेर ढाँटो त्यही भन्नु छ हो यो हालिदिउँ कि के गरौँ हालिदिउँ हालिदेऊ न ल ल तपाईँलाई फट्टा देवर मेरो बुवालाई हाम्रो हजुरबालाई त्यसरी डाँट्ने हो होइन बुवा ल बुवालाई चाहिँ त्यो रहेछ है म भनिदिन्छु ल ल ल बुवा मलाई खोइ सुपारी दिनु न भनेको सुपारी खाइदिन्छु हजुरबा र म त सुपारीको एकदम फ्यान हो है हजुरबा बुवाको खजाना राख्ने उयो हाम्रो बुवाको त्यो भाँडो एकदम खजाना हुन्छ है त्यहाँ चाहिँ हाम्रो बुवाको है बुवा त्यहाँ टन्ने खजाना हुन्छ है बुवा त्यो भाँडोमा खजाना हुँदैन त्यहाँ तिमी जाने होइन जाने हो बुवा अब जान्छु ल म है ल बाई बुवा होइन जानु तपाईँ जाने होइन तपाईँ जाने होइन जाने र जाउँ म पनि जान्छु अब यिनीहरूले मेरो नि उयो छ नि त बाबु मम्मी बाबुलाई हेरिरहनु भएको छ अनि म गएपछि म पसल जानुहुन्छ क्या त्यही भएर जाने हो आमा म जान्छु ल ल सँगै निस्किने हो माइजू छ किन बस्नु जान्छु लुगा धोएर सुका आएको हुरी बतास आएको ल जान्छु ल आमा म पछि आउँछु हस् मेरो आमा कस्तो आँखा पनि आँसु पार्छ कस्तो माया लाग्छ मलाई आँखाको साथीहरू घर पनि आइयो बच्चाहरू पनि आइसकेको रहेछन् सबैजना अब चाहिँ आज चाहिँ यति नै साथीहरू अब आज के भन्छ भ्लग पनि अलिक ढिलै स्टार्ट गरियो अब आज अलिक मलाई सन्चो थिएन त्यही भएर कि मलाई हल्का म बिरामी थिएँ मलाई अलिक पेटमा समस्या आइरहेको थियो त्यही भएर के गरौँ भनिरहेको थियो अनि फेरि ठ्याक्क म अब जानै पर्ने कि अब यस्तो भोजमा अब बोलाइहाल्नुभयो भन्नाले जानै पर्ने अब है भान्जी जसरी पनि भनेर फोन गर्नुभएको छ नि एकछिन भान्जी जाइदिउँ न त भनेर अनि गएर आएको ल यति भन्दै आजलाई यहीँ भ्लग स्टप गर्दछु म त्यो भएर मेरो च्यानललाई चाहिँ लाइक सब्सक्राइब सेयर कमेन्ट सबै गरिदिनु होला है ल बाई आज अलिक मलाई बोल्न अलिकति गाह्रो भइरहेछ पेटले गरेर मलाई एकदम गाह्रो भयो कि त्यही भएर बाई